हेलो गाइस हेलो आज म मेरो बुढालाई उता चिया आएको अहिले चिया खाइरहेको थिएँ अनि पैसा तिर्नु गएको थियो चियाको। आज म मेरो बुढालाई यो खुवाउन भन्छु यो खुवाउन भन्छु किनभने हामीले डिनर खाएको भनेर 5 बजी खाएको। मलाई बेलुका त के नखाइ त मेरो चित्तै बुझ्दैन, खानुपर्छ के भन्दो रहेछ। अघि मैले यो खाऊ न भनेको, बरु तिमी खाऊ म बनाएर पनि दिन्छु भनेको यसो गरे, म बनाएर पनि दिन्छु भन्दै भनिरहेको। गाडीमा गइरहेको किन गएको थाहा बेबी भनेर उता गयो। आफ्नो टी सर्ट काटेर त्यस्तो बनाएछ, आफूले फेसन डिजाइन गरेछ। मलाई कैँची चाहियो भन्दै थियो। यहाँ सुन न, आज तपाईँलाई के भन्नु छ के भन्नु छ के भन्नु छ के गर्नु छ गर भन, प्रब्लम नै छ। के भन्नु छ भनौँ भन। अहिले तपाईँले मलाई के भन्दै थियो, म बनाइ पनि दिन्छु भन्दै थियो त। अघि त भनेको गर्नु मात्रै छ। अघि त भनेको मात्रै थियो त। अलि ठुलो बोला न, मेरो यहाँ सुन्दैन हौ, भरे एडिट गर्दाखेरि सुनिरहेको हुँदैन हौ। के भन्दै थियो रे? अघि मैले यो खाऊ न भन्दाखेरि तिमी खाऊ बरु म त खाँदिनँ यस्तो गरेँ, म त खाँदिनँ भन्दा गर्दै थियो त। अघि त मैले तिमी खाऊ मात्रै भनेको थिएँ। म बनाइ पनि दिन्छु भनेर यसरी पड्काएको होइन। अघि त खाऊ मात्रै भनेको थिएँ त, अब बनाइदिन्छु नि त भरे। साँच्ची साँच्चै यो खाऊ ल, यो कुन त्यो त नखाऊ। किन म एक्लै खान्छु, म त नखाने हो। अब मलाई त खानु मन परेछ, खानु पर्यो नि, एक्लै भए नि। आफूले काटेको भन न। यसो अचानक राखेर काट्नु भने सिधा काटिन्थ्यो होला है। होला त्यस्तै सिधा काट। भन खाने कि नखाने? अब तिमीलाई खाने मन लागेर खाइदिउँ त। खाइदिउँ, तै पनि खाने। भोलि बिहान बिहानै भोक लागेको छ भने छिटो आएन भने फेरि मान्छेको मुख थाहा छैन, म त 11 बजी आउने हो बिहान। 11 बजी अब प्लान सक्सेस भयो। कुन खाने भन्न लु? मलाई त तिमी कुन खान्छ त्यही खाने। म त अर्कै फ्लेभर खाने हो। ल बेसी अलस तलस भएन हो, यस्तो हुन्छ। यो खाने त्यो खाने खान्छ त। यहीँ एकछिन मैले यो भिडियो बनाइसकेको छैन, फ्यान लगायो भने भिडियो कुन खाने, यो खाने यो खाने यो औ मलाई यो पनि खानु मन लागेछ, यो पनि खानु मन परेछ, यो पनि खानु मन परेछ। त्यसो त यिनीहरू पनि खानु मन लागेको छ होला सबै होइन। हेर न, खालि मलाई यो मुसाको दबाई देखाउँछ। कुन दिन यो पनि खानु मन छ, त्यो पनि खानु मन छ, यो पनि खानु मन छ होला। कुन दिन भातमा लाएर दिन्छ होला, यो भातमा लाएर खिलाउँछ होला मलाई मुसाको दबाई। किक आउट, मलाई नि घरबाट किक आउट गर्नु मन लागेछ कि क्या हो। हजुर हामीले आज बिस्कुटको ओपनिङ गर्दैछु, एक्सपायर भएछ। हेलो एक्सपायर होइन त्यो पनि 3 एउटा 2टा 3टा। हामी यहाँ टेस्ट गर्न आँटेको, टेस्ट छिटो खोला न। वेट मेहनत का फल मीठा होता है। मेहनत का फल मीठा होता है, ये तो ऑलरेडी मेहनत है, मीठा ही होता है होगा, बहुत दाम है। Taking too much long time to just open one box of biscuit. You open this one opposite way on the top one. Shall I open this one? Why? No. Whee. Ready? 1, 2, 3. Go. Wow. Oh my god. Maybe that one is not seeing. See? You should, yeah. Wow. Even though I got
one idea. What idea? Let's not